नमस्ते, मेरो नाम चाहिँ बिबी जङ थापा र म म्याग्दीबाट। मेरो इन्ट्रेस्ट भन्नुपर्दा चाहिँ म बाइकिङ फिल्डबाट पनि बाहिर अब म्युजिकमा पनि मलाई धेरै इन्ट्रेस्ट छ। अब गिटार सिटार बजाउने गाउने गरिरहेको पल्सर डेयर भेन्चरमा जानुको कारण चाहिँ मलाई बाइकिङ फिल्डमा धेरै इन्ट्रेस्ट थियो पहिलेदेखि। अब म्याग्दीको साथीहरूले पनि धेरै सपोर्ट गर्यो, हाम्रो म्याग्दी राइडर टिमले पनि मलाई धेरै सपोर्ट गर्यो, जा केही गर म्याग्दीलाई चिनाइ। अब घरबाट सपोर्ट भएर म यहाँसम्म पुगेको हो। मम्मीले एकदम सपोर्ट गर्नुहुन्छ मलाई। अब आमा बा चाहिँ घरमा बस्नुहुन्छ गाउँमा, अब यहाँ आउनु पाउनु भएन। अब आमा बाले दुःख गरेर पहिलेदेखि बसेर केही कुराको कमी हुन दिनु भएन। आमा बाबालाई म थ्याङ्क यू भन्न चाहन्छु। अब म्याग्दी राइडरलाई मैले धेरै ठाउँमा चिनाउनु छ, अब नेपालभरि चिनाउनु छ। अब यो डेयर भेन्चरले यत्रो प्लेटफर्म राखेकोमा उनीहरूको सपोर्टले नै म पल्सर डेयर भेन्चरको टप 10 मा पुगेको जस्तो लाग्छ मलाई। पल्सर डेयर भेन्चरले यत्रो प्लेटफर्म राख्यो र मलाई यसमा टप 10 मा सिलेक्ट हुन पाउँदा एकदम खुसी लाग्यो। अब म होपफुल जितेर आउँछु होला।